नमस्कार साथीहरू, म तपाईँहरूले खानेपानीको बिल चाहिँ कसरी तिर्छ र कुन एप्सबाट तिर्ने भन्ने कुरो चाहिँ म यहाँ जानकारी गराउन गइरहेको छु। अब घरमै बसी हामीले खानेपानीको बिल तिर्न सकिन्छ। हामी किन खानेपानी अफिसमा धाइरहनु होइन। कहिलेकाहीँ बिजी अवस्था पनि हुन्छ, कहिले नभ्याउन सक्छ। त्यही भएर आफ्नै घरमा बेलुका बिहान अथवा यसो मोबाइल हेरेको टाइममा चाहिँ आफूले खानेपानीको बिल तिर्न सकिन्छ। र हामीले बिल कसरी तिर्छ भन्ने कुरा चाहिँ यहाँ जानकारी गराउनुहुन्छ। तपाईँ युट्युबबाट हुनुहुन्छ भने युट्युबलाई नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस् र यो भिडियो मन पर्नु भयो भने लाइक गर्नुहोस् र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने तपाईँले फलो एन्ड लाइक गरिदिनु होला। विनम्र अनुरोध गर्दछु। अब आउनुहोस्, ढिलो नगरी हामी फटाफट भिडियोतिर जाउँ है त। ल हामी भिडियोमा जाँदाखेरि चाहिँ हामी खानेपानीको बिल तिर्नुको लागि मैले एउटा एप्स खोल्नु गइरहेको छु, ई सेवा। हामीलाई ई सेवा चाहिँ एकदम राम्रो हुन्छ। जुनै पनि अब बिल तिर्नको लागि होइन, जुनै अब तपाईँको खानेपानी होस्, बिजुलीको होस् र तपाईँ कुनै पनि पेमेन्टहरू भुक्तानी गर्नको लागि ई सेवा पनि एकदम राम्रो, छिटो छरितो हुन्छ। र त्यसको लागि हामीले ई सेवा अब लगइन भएको छैन भने लगइन गर्नुहोस्। अब लगइन भएपछि यहाँनिर धेरै अप्सनहरू आएको छ होइन। अब यो तलतिरको भन्छन् यो युटिलाइज एन्ड बिल पेमेन्ट भन्छ होइन। अब त्यसको लागि यता टपअप, इलेक्ट्रिक, खानेपानी, इन्टरनेट, तपाईँ इन्टरनेटको पनि पैसा तिर्न सक्नुहुन्छ। गभर्मेन्ट पेमेन्ट जस्तै तपाईँ गभर्मेन्ट पेमेन्टहरू कुनै पनि अब ट्राफिक फाइनहरू अथवा कुनै केही गभर्मेन्ट पेमेन्ट यहाँबाट तिर्न सक्नुहुन्छ भने ट्राफिक पेमेन्ट चाहिँ यहाँबाट रहेछ। र एजुकेसन फीहरू तपाईँ यहाँबाट तिर्नुहुन्छ। तर यहाँ हाम्रो अहिले टपिक छ हामीले चाहिँ खानेपानीको बिल तिर्ने। त्यसैले यहाँ धारा भएको ठाउँमा हामीले ट्याप गर्ने र यस्तो आउँछ। यस्तो आएपछि तपाईँले यहाँ तीनवटा अप्सन देख्नुहुन्छ होइन। कम्युनिटी खानेपानी, कम्युनिटी अनि कल भन्ने, अब खानेपानी संस्थान भन्ने। हामीले पहिला फर्स्टमा चाहिँ कम्युनिटीमा थिच्ने हो। कम्युनिटीमा थिचेपछि हामीले के हुन्छ भने यहाँ काउन्टर हुन्छ, काउन्टर। अनि तपाईँलाई चाहिँ राम्रो देखाउँछु। यहाँनिर कम्युनिटीमा थिचेपछि दुईवटा खाली बक्स आउँछ। त्यसको माथि एउटा काउन्टर भन्ने आउँछ। काउन्टरमा क्लिक गर्ने बित्तिकै तपाईँ कुन क्षेत्रको हुनुहुन्छ त्यो क्षेत्रको यहाँ पुरा आएको छ होइन। अनि तपाईँ जुन क्षेत्रको हुनुहुन्छ त्यो क्षेत्रको चाहिँ तपाईँले क्लिक गर्नुहुन्छ। मेरो चाहिँ आलापोट खानेपानी भनेको छ, आलापोटमा मैले टच गरेँ, यहाँ आएको छ। अनि कस्टमर आइडी भनेको तपाईँको यो जो बिल छ नि त्यो बिलमा ग्राहक नम्बर भनेर आएको हुन्छ। त्यो ग्राहक नम्बर चाहिँ तपाईँले यहाँ हाल्नु पर्ने हुन्छ। म पनि ग्राहक नम्बर हाल्दैछु यहाँनिर होइन। अनि 627। अनि यो ग्राहक नम्बर हालेपछि तपाईँले प्रोसेस गर्नुपर्ने हुन्छ। प्रोसेस गरेपछि तपाईँको यहाँ डिटेल्स सबै आउँछ, कति तिर्नुपर्ने के हो भन्ने कुरा आउँछ होइन। यसरी आउँछ। अनि तपाईँले घरमै बसेर अनि कति रुपियाँ छ अब तपाईँ पुरानो नयाँ जे छ यहाँ हेरेर तपाईँको लास्ट फाइनलमा चाहिँ पेमेन्ट एमाउन्ट भनेर सर्भिस चार्ज भनेर छ, सबै आउँछ। टोटल पेमेन्ट भनेको 170 रुपियाँ आइरहेछ होइन। यहाँ किनकि तपाईँको 5 रुपियाँ काट्थ्यो पहिला, अहिले 10 रुपियाँ काट्दैछ। त्यही भएर यहाँ अलिक बढी छ। इसेवाबाट थोरै त्यो तपाईँको 5 रुपियाँ 10 रुपियाँ सर्भिस चार्ज काट्ने मात्रै। त त्यसको भाग तपाईँ घरमै बसी पेमेन्ट गर्नु पायो होइन। त्यसलाई अन्यथा नसोचिनु हुन्छ। अनि प्रोसेसमा हामीले क्लिक गर्ने। प्रोसेसमा क्लिक गरेपछि हामीले यस्तो अप्सन आउँछ। अनि यो तपाईँ पुरा डिटेल चेक गर्ने होइन। डिटेल चेक गरेपछि तपाईँको लोकेसन सबै ठिक छ भने हामीले कन्फर्म गरिदिने। अनि पे भिया ई सेवाबाट चाहिँ हामीले पेमेन्ट गर्ने हो। अब तपाईँको कति छ त ई सेवा हालेर आफ्नो ट्रान्जेक्सन पिन हालेर कन्फर्म गर्नुहोस्। कन्फर्म भने यस्तो अप्सन आउँछ। यस्तो अप्सन आएपछि अब तपाईँले एउटा के गर्नुपर्छ भने यसलाई स्क्रिनसट हाल्नुपर्छ। पछाडि कुनै कारणवश होइन त्यहाँ पैसा आएन, यस्तो भएन, यस्तो भयो भने हामीले के गर्यो भने स्क्रिनसट देखाउनुपर्छ एउटा प्रुफको लागि। अनि पेड फुड पोट खानेपानी भनेर यहाँ 170 रुपियाँ तल देखाइरहेछ। अब साथीहरू कस्तो लाग्यो भिडियो? तपाईँलाई पनि यो भिडियो इन्ट्रेस्ट लाग्यो भने भिडियोलाई सेयर गरिदिनु होला है त साथीहरू। धन्यवाद।